साथीहरू हाम्रो घरमा आज पाहुना आउनु भएको छ, त्यही भएर मैले आलु प्याज भुटी अनि धनियाँ काटेँ, टमाटर काटेँ, हरियो खोर्सानी काटेँ, अनि चिउरा धोएँ, अनि भुटेँ। यसलाई हामी चाहिँ चिउराको पुवा भन्छौँ। पाहुनाहरूलाई नि खुवाउनलाई मिठो हुन्छ। हजुरहरूले नि बनाएर खानु होला अनि कमेन्ट गर्नु होला। साथीहरू आज घरमा पाहुना आउनु भएको छ, त्यही भएर मैले चिउराको पुवा बनाउँदैछु पाहुनाहरूलाई खाजा खुवाउनलाई। एकदम सजिलो छिटो, खाना नि मिठो। पहिला आलु प्याज तेलमा भुटेँ, अनि टमाटर हालेँ, अनि धनियाँ चिउरा धोएर सँगै भुटेँ, अनि खाँदा मिठो हुन्छ। हजुरहरूले नि खानु होला।